उसका श्रेष्ठ। सम्माननीय सभामुख महोदय, आज म नेपालको सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधि स्वरको रूपमा यस सदनमा बोल्दैछु। नेपालको संविधानले आदिवासी पहिचान संरक्षण गर्ने अधिकार सुनिश्चित गरेको भए तापनि यो कागजमै सीमित हुनु हुँदैन, यसलाई जीवन्त रूपमा व्यवहारमा उतारिनुपर्छ। यस सन्दर्भमा म जीवित आदिवासी संग्रहालय लिभिङ इन्डिजिनस म्युजियमको अवधारणा प्रस्ताव गर्न चाहन्छु। यो केवल एउटा भौतिक संरचना मात्र नभई जनजाति भाषा बोलिने, लिपि लेखन सिकिने, परम्पराहरू अभ्यास गरिने एक जीवन्त थलोको रूपमा विचार गर्न सकिन्छ। यसले हाम्रो पर्यटन क्षेत्र मार्फत दिगो आम्दानी सिर्जना गर्न, विश्व सामु नेपालको विशिष्ट ब्रान्ड छवि निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखौं नेपालीहरूलाई, युवा पुस्तालाई आफ्ना जरा र पहिचानसँग पुनः जोड्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यस अवधारणाप्रति सान्दर्भिक सरकारी निकायहरूको ध्यानाकर्षण होस् भनी म सम्माननीय सभामुख महोदय मार्फत विनम्र निवेदन गर्दछु। धन्यवाद।